तिमीले एउटा फ्यु क्वेसन सोध्छु ल म तिमीलाई एउटा क्वेसन सोध्छु आन्सर दियो भने म तिमीलाई केही पनि दिनेवाला छैन सगरमाथाको हाइट कति छ भन ल 88.48 के लाग्छ तपाईलाई के लाग्छ तिमीलाई रामको बुढीको नाम के हो हजुर रामको बुढीको नाम के हो रामको वाइफ यु नो रामायण मेरो मम्मीको नाम रामायणको सीता once more भाइ यार के गरे यार यो यार त्यसो न So hi hello everyone, it's me Raju Sunar aka Raju Sunar Vlogs. So स्वागत छ सबैजनालाई मेरो YouTube च्यानलमा. So आज चाहिँ अल्छी लागिरहेछ मलाई दिनभरि पनि केही गरिन अहिलेको टाइम त्यस्तै छ अलिकति भनौँ न समय नै त्यस्तै छ त्यही कारणले गर्दाखेरि भर्खरै म चाहिँ रुमबाट निक्लेको अब यसो बाहिर हेर्नुहुन्छ भने चाहिँ यहाँनिर एउटा छ मेरो भाइ ओ हेलो तिम्रो नाम के हो रे तिम्रो नाम चिङ्गम होइन के अरे इन्स्पेक्टर चिङ्गम आउने मान्दैन कि भाइहरू यार अहिलेको टाइममा चाहिँ यस्तो छ रुम बाहिर निक्लियो यसो हावा खानको लागि भनेर दिनभरि चाहिँ रुममै थिएँ बट अलिकति त्यस्तै भनौँ न मजा नै लागिरहेछ बट राम्रो नै छ सबै कुराहरू चाहिँ बेस्ट छ यहाँनिर चाहिँ केटाहरू चाहिँ क्रिकेट खेल्दैछ है क्रिकेट खेल्दैछ यो भाइ चाहिँ बलर हो तिमी कसको फ्यान रे हार्दिक पाण्ड्याको होइन है हार्दिक पाण्ड्याको फ्यान है तिम्रो नाम के भन न दाइलाई सब्सक्राइब गरिदिनु भनेर भन न ल दाइको च्यानललाई सब्सक्राइब हानिदिनु पर्यो भनेर भन त भन त ल बहिनी तिम्रो नाम के हो रे सुनिता के हो सोनिका सोनिका के हो सोनिका बस्ने हो त राजु सुनार भ्लग्सलाई सब्सक्राइब गर्नु पर्यो भने भन त ल आइ ल सब्सक्राइबर किन्नु पर्यो त यार भएन यार सब्सक्राइबर पनि किन्नु पर्ला भन ल भन त तिम्रो नाम के भन What's your name? अभिनव पौडेल क्लास 7 क्लास 7 म क्लास 7 तिमी कति क्लासको भनेै छैन तिमी हिरो भएको भन तिम्रो नाम के हो रे अभिनव के हो रे पौडेल पौडेल हो हैन अनि कति क्लासमा छौ तिमी अब 7 मा जाने 7 मा जान लाग्छौ तिमी अहिले जान लाग्छौ अनि कति वर्ष भयो रे तिमी अब 12 अनि तिमीलाई क्रिकेट मन पर्छ है बहुत मन पर्छ अनि तिमीलाई को मन पर्छ क्रिकेटमा विराट कोहली मन पर्छ विराट कोहली कहाँको हो भन् थाहा इन्डियाको त हो थाहा छ मलाई पनि थाहा छ इन्डियाको भनेर मलाई पनि थाहा छ इन्डिया कुन ठाउँको भन्ने थाहा छ के हो रे साँच्ची हो बेङ्गलोरको कुन ठाउँमा ए बेङ्गलोर आफैमा एउटा ठाउँ हो त होइन ल ठिक छ ल तिमीलाई एउटा क्वेसन सोधेँ ल विराट कोहलीको वाइफको नाम भन त अनुष्का शर्माको छोराको को छ थाहा छ शर्माको छोरीको छोरा भन्नाले विराट कोहली र अनुष्का शर्माको छोराछोरी को छ थाहा छ तिमीलाई के थियो थाहै छैन कि तिमीलाई तिमी ट्रु फ्यान हुँदै होइन रहेछ नि त भाइ ठिक छ सन्चै छौ अनि ए भाइले त सेट अनि आउन ल अनि अरू सुनाउ तिम्रो के छ अनि इन्ट्रेस्ट के छ केमा इन्ट्रेस्ट छ क्रिकेटमा इन्ट्रेस्ट छ यो ब्याट हो कि के हो ब्याट नै हो बल्ल हो ए अनि कति एजको पुग्यो अरे तिमी 12 एजको पुगिसक्यो ठुलो भएर तिमी के बन्ने हो अरे बाफ रे क्रिकेटरै बन्ने हो तिमी ए ल तिमीलाई एउटा फ्यु क्वेसन सोध्छु ल म तिमीलाई एउटा क्वेसन सोध्छु आन्सर दियो भने म तिमीलाई केही पनि दिनेवाला छैन केही पनि दिनेवाला छैन आन्सर दियो त ठिकै हो नि त राम्रै हो नि त होइन आन्सर दिनु भनेको त बहुत राम्रो कुरा हो सगरमाथाको हाइट कति छ भन ल 88.48 के लाग्छ तपाईलाई के लाग्छ तिमीलाई सगरमाथाको कति हो हाइट सेट यु आर एब्सोल्युटली के हो भाइ कति हो रे 88 कति हो रे 88.48 मिटर यस्तो छ हाम्रो हालत देशको एजुकेसन सिस्टम गाइज 8849 भइसक्यो भने थाहै छैन 8849 सर्च गर गुगल ल तिमीलाई अर्को क्वेसन ल अब चाहिँ मिलायो भने हैन अब चाहिँ मिलायो भने
के म केही दिनेवाला छैन ल ल राम्रो कुरा हो त ल ल हुन्छ तिमीलाई फाइदा कुरा हो अब अर्को क्वेसन ल क्यामेराको त यता देखाएर गर्नु न तिमीलाई यता ल तिमीलाई ल अब तिमीलाई क्वेसन अब आउनु क्यामेरामा आउनुपर्छ कि ल अब तिमीलाई अर्को क्वेसन चाहिँ के छ भन्दाखेरि होइन तिमीलाई एकदम सजिलो क्वेसन बेस्ट छ रामको बुढीको नाम के हो हजुर रामको बुढीको नाम के हो रामको वाइफ यु नो रामायण मेरो मम्मीको नाम रामायणको सीता त्यही हावा बोल्छ कहाँ सीता हो सीता हो सुन न सीता भने तिमी स्योर छौ ल के लाग्छ तिमीलाई रामको वाइफ त लक्ष्मण होइन र कि त्यस्तै हो लक्ष्मणै हो त्यस्तै लाग्थ्यो ए त्यस्तै लाग्ने होइन सीता हो भाइ यार राम ल तिमीलाई सजिलो क्वेसन राम होइन कति वर्ष वनवास बस्नु भयो त्यो थाहा छैन सेट ल तिमीले कति वर्ष वनवास बस्नु भएको थियो तिमी भन राम कति वर्ष वनवास बस्नु भयो कति हो रे अरे 3 हो मैले 14 कि 16 हो तिमीले भाइ यार के गरे यार यो यार त्यस्तो नगर तिमी यार के हो रे 12 वर्ष ओहो ल कमेन्ट हाल्नु त गाइस कति हो वर्ष मलाई थाहा छ तर हैन हैन त एडिट गरेर अरे बाबले एडिट गरिहाल्छु नि म त अब एडिट काटकुट गरे अनि बिचारा त छनी गर्नु के 2 + 2 डिभाइड बाइ 2 कति हुन्छ अरे 2 + 2 इक्वल डिभाइड कति हुन्छ 2 नै हुन्छ कति हुन्छ अरे बाप रे सेट आपके पापा मैथ टीचर थे क्या आपके पापा मैथ टीचर थे क्या हुन्छ नि आई डोन्ट लाइक म्याथ आउन तिमीलाई त विशेष कुराहरु सुन्छ हैन विशेष कुरा चाहिँ अर्को क्वेशन ल अर्को कति क्लास पढ्छौ रे म 11 पढ्छ है कुन सब्जेक्ट लिएर पढे फार्मेसी फार्मेसी हैन ल तिमीलाई एउटा क्वेशन लास्ट क्वेशन एउटा आउ न है मलाई नि सोध्नु सुन न तिमीलाई पनि सोध्छु ल है एकजना श्याम भन्ने व्यक्ति थियो हैन अर्को को थियो भन त नरेन्द्र मोदी को नरेन्द्र मोदी अनि एक दिनको कुरा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ नरेन्द्र मोदीज्यू चाहिँ भोट माग्नको लागि भनेर चाहिँ कहाँ पुग्नु भएछ भन्दाखेरि चाहिँ दिल्ली पुग्नु भएछ कहाँ पुग्नु भएछ अनि त्यो राम भन्ने व्यक्तिले चाहिँ गएर चाहिँ के भन्नु भएछ भन्दाखेरि चाहिँ मोदीज्यू हाम्रो घरमा चाहिँ कहिले आउँछ नाला पानीहरू हैन ग्यासको सिलिन्डरहरू कहिले आउँछ भनेर चाहिँ सोधेछ भन यसरी नेपालीले चाहिँ सोधेन हिन्दीबाटै सोध्यो हैन अनि त्यसपछि भनेको चाहिँ त्यो भन्दै गर्दाखेरि चाहिँ नरेन्द्र मोदीले के जवाफ दिनुभयो थाहा छ भन्नु थाहा छ भनिदिउँ भन भाइ तिम्रो बिहे कहिले हो रिएक्सन हेर्नु यसको हेर्नु कति डराको छ आजको बे भोलिपल्ट देख यसलाई भन्छु के भन्दाखेरि चाहिँ पारा इधर से जाके इधर से मोड़ना इधर से बुझ्यौ जैकेट ना मुना इधर से जादू ना हां क्या बोल रहा है तू नहीं फनी तो एउटा रिलको लागि बनाइदेन गाउँगे भनि हेरे यार सो आजको लागि चाहिँ यति नै भन्न चाहन्छु vlog सो we will talk tomorrow like share subscribe my channel thank you for watching my vlog keep supporting me keep supporting Raju Sunar vlogs ल गाइस सब्स्क्राइब चाहिँ गर्नु होला तर लाइक चाहिँ नगर्नु